ल साथीहरू, कोरिया आएको फाइनल्ली 1 महिना पनि पुरा भयो होइन। अनि 1 महिनामा 5 दिन काम गर्यो, अरू दिन अब कम्पनीमा काम नभएर यत्तिकै बस्यो भनौँ न। 5 दिनको स्यालेरी अब आथ्यो, कति आथ्यो भन्नुहुन्छ भनेपछि मैले त स्यालेरी सिट नै धोएर राखिदिएँ जस्तो लाग्छ मलाई चाहिँ। एकैछिन है साथीहरू, स्यालेरी सिट हेर्छु है म। स्यालेरी त हारै छ साथीहरू, तर स्यालेरी सिट चाहिँ धोएर राख्दै रहेछु मैले। कहाँ गएँ मान्छे ओए, के भयो यस्तो अचम्म? के साह्रो धोको हो मैले नथाहा भएर यार, छ्या। ए स्यालेरी सिट चाहिँ यसो कुरा गर्दा गर्दै अब यस्तो अवस्था छ। यो यताको कफीको होला, यो यताको स्यालेरी सिट होला, यो धोएर राख्दै रहेछु मैले। गाह्रो भइगयो त अब मलाई, धोएर राख्दै रहेछु। अब के गर्ने होला त, यसको उपाय केही छ साथीहरू? हेर्नु त, टुक्रा टुक्रा भइरहेछ होइन। के गर्नु त, अब यस्तै छ जिन्दगानी। अब यो नभए पनि हुन्छ हुन त, केही आवश्यक पर्दैन। त्यही पनि अब अलिकति हुन्छ नि त, देखाम्ला भन्ने सोच थियो होइन सबैलाई। मेरो पहिलो महिनाको कमाइ कति होला त भनेर देखाम्ला भन्ने सोच थियो तपाईँहरूलाई। अब के गर्नु, देखाउन पाइएन। अब अर्कोचोटि देखाउँला। अब योचोटि अब यत्तिकै चित्त बुझाउनु, अब के गर्ने हो त। अब गाह्रो छ साथीहरू, हेर्नुहोस्।